आज चाहिँ मोटु साथीले आँप चोर्दा हामी यसरी किन दुगुर्नु पर्यो त गाइज। अनि यस्तो बवाल कटेजमा चाहिँ हामी कहाँबाट पुग्यौँ गाइज, अनि यो ठाउँ चाहिँ कहाँ हो त गाइज। सो हेलो गाइज, वेलकम टु माई डे 20 अफ माई मिनी ब्लग। यो चाहिँ हाम्रो पार्ट 3 हो सिद्ध बाबा। यो चाहिँ सिद्ध बाबा ब्लग पार्ट 3 हो गाइज। हाम्रो मोटु चाचुले चाहिँ धेरै रमाइलो गर्छन्, आँप चोर्दै फाल्दै गरिरहेको छन्। हामी चाहिँ च्याप छोप्दै बसिरहेको थियौँ। म चाहिँ मस्त हेरिरहेको थिएँ, मोटु साथीले आँप फालिरहेको थिएँ, च्याप हामीले चाहिँ छोपिरहेको थियौँ। साथीले चाहिँ आँप चोर्दै फाल्दै गरिरहेको थिएँ। अनि मैले चाहिँ डाइभ हानी क्याच छोपिरहेको थिएँ। अनि साथीको चाहिँ आँप छोपेर मुस्कान चाहिँ कराइदिइरहेको थिएँ है त। अनि अचानक चाहिँ हामी चाहिँ भाग्नु पर्यो त्यहाँदेखि, आमाले चाहिँ त्यहाँको देखेर। यत्तिको रमाइलो चाहिँ भइरहेको छ है त गाइज। आमाले चाहिँ एकछिन धुक्राउनु भयो अनि हामी भाग्दै तलसम्म गयौँ। यस्तो रमाइलो चाहिँ गरिरहेको हुन्छन् मोटु साथीले। आँप चाहिँ हल्का काँचो रहेको थियो तर पनि धेरै नै मिठो थियो। दोभाङको आँप हो नि त गाइज। आँप चाहिँ हल्का काँचो भयो नि धेरै नै मिठो थियो गाइज। अनि मोटु साथीको चाहिँ ड्रेसअप चाहिँ अलवेज बवाल हो नि त गाइज। सबै साथीहरूले आँप खाइरहेको थियो, देखाइ मैले नि च्याप्पा हानिदिइहालेँ। अनि यस्तो बवाल भ्यू हेर्दै दोभाङको हामी चाहिँ मस्त साथीभाइ मिलेर आँप खाँदै हिँड्दै गइरहेको थियौँ। भ्यू चाहिँ एकदमै नाइस, एकदम पर्फेक्ट थियो। अनि हामी चाहिँ मस्त आँप खाँदै हिँड्दै गरिरहेको थियौँ। अनि घाम चाहिँ हल्का फुल्का लागिरहेको थियो गाइज। गर्मी चाहिँ अलिअलि भइरहेको थियो, हामीहरूले सबैलाई गर्मी चाहिँ भइहाल्छ नि त। यो बाबुले चाहिँ घर लगेर भिन्डी खाँदै भन्दै टिप्दै गरिरहेको थियो। भिन्डी चाहिँ हातभरि पुगाइसकेको थियो। यो बबुवा चाहिँ भिन्डी पुरै टिप्दै घर लगेर खान्छु, पकाएर खानुपर्छ, यो त धेरै मिठो हुन्छ यताउति दिइरहेको थियो हामीलाई। बबुवाको कुरा छोडिदिउँ, हामी चाहिँ यस्तो बवाल कटेजतिर पुग्यौँ। खोलाको साइडमा रहेछ यो कटेज, एकदमै बवाल थियो। तपाईँहरू पनि यो ठाउँ भिजिट गर्न चाहन्छ भने दोभाङतिर छ है, तिनौ रिभर साइड भन्ने कटेज रहेछ। हामीले हेऱ्यौँ, एकदमै बवाल लाग्यो कटेज चाहिँ। यहाँ भएको कारणले होला यहाँ चाहिँ मान्छे त्यस्तो हुनिरहन्छन्, कटेजतिर नि आइरहेको थिएनन्। त्यति कुरा गर्दा चाहिँ हामी खोलातिर पुगिसकेको थियौँ। खोलामा एकछिन साथीभाइसँग यसो रमाइलो गऱ्यौँ अनि हामी चाहिँ घरतर्फ लाग्यौँ। लास्टमा चाहिँ हाम्रो मोटु साथीले डान्स हानिदिइहाल्यो च्याक कलाएर। यो चाहिँ लास्ट पार्ट हो गाइज। दिस मच फर टुडे, थ्याङ्क यू सो मच फर वाचिङ, पिस आउट।